हेलो हेलो सबैलाई स्वागत छ फेरि पनि मेरो सानो मिनी ब्लगमा। तपाईहरु देख्न सक्नुहुन्छ मैले करन्जी बनाउँदै छु। कस्तो के यो खान मन लाग्यो अनि त्यसपछि मैले चाहिँ करन्जी बनाउन थालेको। एक्लै बनाउन चाहिँ धेरै गाह्रो हुन्छ, टाइम पनि धेरै लाउँछ अनि हेर्नु यति धेरै बनाए। एक्लै बनाउन गाह्रो भए पनि खान मन भएपछि मलाई चाहिँ बनाउन जाँगर चलिहाल्छ अनि एकदमै खान मन लाग्थ्यो। नेपालमा अब धेरै जसो बनाएर खाइन्थ्यो नि त अनि त्यही भएर कस्तो खान मन लाग्यो अनि त्यसपछि मैले बनाउन थाले। अनि यसलाई चाहिँ सानो ग्यास बनाएर पकाउनु पर्दछ किनकि यो छिटो डढ्छ नि त अनि त्यही भएर भित्रसम्म पाक्न पाउँदैन। त्यही भएर सानो ग्यास पकाउँदै गर्न थाले। हेर्न सक्नुहुन्छ यति पाक्यो, अझै पाक्न बाँकी छ। एकदमै मिठो हुन्छ। हजुरकोतिर के भन्छ यसलाई? हाम्रोतिर चाहिँ करन्जी भन्दछ है। कमेन्ट गर्नु होला हजुरकोतिर के नाम भन्छ। अनि एकदमै मिठो हुन्छ। हेर्न सक्नुहुन्छ देख्दा त यति मिठो छ अनि खाँदा चाहिँ कति मिठो होला है। एकदमै नेपालकै याद आयो, नेपालकै तिर्सना मेटायो। हजुरहरूले मेरो भिडियोहरू साथ दिनुभयो धेरै धेरै धन्यवाद।